के छ केटाहरू आज हामी चाहिँ 4 जना मिलेर आज पौडी हान्न जान लागेको। पौडी हान्दाखेरि हामीले तियारी जाल पनि लगेर गइसकेको थियौँ गाइस। तियारी जालमा चाहिँ यही हो, म चाहिँ पारी गरेर थापिरहेको छु। केटाहरू चाहिँ यताबाट चाहिँ गरिरहेको छन् तियारी जालमा। माछा कति पर्छ होला गाइस हेर्न सक्नुहुन्छ। त्यस्तो पो छ पारिपट्टि। यसले चाहिँ भिडियो बनाइरहेको थियो। यस्तो हेर्नु पारि त्यस्तो गर्दा गर्दै त्यो चाहिँ 3-2 जना चाहिँ तोर्पेहरू पुरा खलखलमा गरिरहेको छन्, हेर्न सक्नुहुन्छ गाइज। म चाहिँ यस्तो यिनीहरू चाहिँ म चाहिँ पारी गाडमा गएको थिएँ, तर आउँदा आउँदै धन्दै लुटिसकेको थिएँ, कपडा सब भिजिसकेको थियो मेरो चाहिँ। अनि के छ त अनि अवस्था हेर्न सक्नुहुन्छ गाइज। अनि हामीले अर्को पासामा चाहिँ माछा पारिसकेको थियौँ पौडी खेल्दाखेरि, हालेको एकछिनमै। त्यस्तो गर्दा गर्दै पारीबाट चाहिँ भूपेन्द्र पौडी हान्दा हान्दै बगिसकेको अवस्था थियो। पौडी खेल्न नआएर चुप्लुङ गरिरहेको थियो माछाको जस्तो, तर त छेउमा धाउधाउका उत्रिसकेको अवस्था। थ्याङ्क यू फर माई मिनी ब्लग।